हेलो हेलो के छ खबर सम्पूर्णमा नमस्कार सन्चै हुनुहुन्छ आई होप सबैजना सन्चै हुनुहुन्छ होला अनि कति खाली खानेकुरा मात्र बनाएको भिडियो हाल्छे जस्तो लाग्छ होला है आजभोलि चाहिँ मलाई यही खानेकुरा बनाउने बेला मात्रै खानाहरू बनाउने बेला मात्रै खाजा बनाउँदा मात्रै चाहिँ विशेष गरी भिडियो बनाउने मौका मिलिरहेको छ बिकज आइ एम अ बिजी वुमन भन्दाखेरि म चाहिँ काम गर्छु हैन जब गर्छु नि त अनि त्यही भएर म बिजी नै हुन्छु नर्मली घरको काम के छ भनेर भने पनि बडाल्ने पुस्ने भाडा मस्काउने यो त्यो हैन पकाउने गर्दा गर्दै दिन गइहाल्छ अनि 8-10 घण्टा काम गरेर आयो रेस्ट पनि गर्न परिहाल्यो काम गरेर आए पछाडी केही काम नगरे पनि कस्तो थकाइवाला महसुस फिल हुन्छ हैन अनि त्यो भएपछि रेस्ट गर्न मन लागिहाल्छ अनि रेस्ट गर्यो अनि यही खानासाना बनाउँदा मात्र भिडियो खिचिन्छ अब भोलिको दिनहरुमा म घुम्न गएको हैन अनि त्यसपछि अरु एक्टिभिटीको पनि भिडियो त अभियसली अवश्य पनि आउने छ साथीहरु अहिले भने मेरो यो कुकिङ भिडियो हेरेर भए पनि रमाइलो मानिदिनु होला मन पराइदिनु होला भन्ने आश गरेको छु म चाहिँ आज चाहिँ यो रहरीको दाल रहरी भन्दा पनि मिक्स दाल थियो अनि त्यसपछि भिन्डी फ्राई अनि माम बनाउन लागिरहेको छु मलाई लास्ट टाइम मन पर्छ भिन्डी फ्राई अनि यो चाहिँ मेरो आफ्नै घरमा फलेको भिन्डी थियो अनि यसरी पकाउन भनेर लागिरहेको छु अनि यो मैले चाहिँ यो फुलहरुमा के दाल है चामलहरु पखालेको पानी हाल्छु के मेरो यो फुलहरुको लागि यो इन्डोर प्लान्टहरुको लागि चाहिँ मल भनेकै यही हो कस्तो मलिलो हुँदो रहेछ के आफैले पनि फिल गरे मैले बोडुरामा हालेपछि अरूको भिडियोहरुमा देखिरहेको थिए यस्तो हाल्नुस् भनेर भनेको अहिले चाहिँ आफैले चाहिँ गरे पछाडी चाहिँ अनि साच्चै के हो रहेछ साच्चै मलिलो हुँदो रहेछ जस्तो लाग्यो भने पनि अन्न पानीबाट निस्केको कुरामा केही न केही त भइहाल्छ है अनि अरु कुरा भनेको अनि म के भन्छ मेरो साउन्डको वाला भिडियो कसले हेर्नु भएको छ है साउन्डको वाला मेरो हस्बेन्डले ल्याइदिनु भएको त्यो चुरा र बाला चाहिँ मलाई ठीक नभएर अहिले हेर्नु भिडियोमा हेर्दै जानु ल म चेन्ज गर्न पनि पुगे के चेन्ज अब ल्याइदिएको बार त है जस्तो भयो लाउनु पर्ने हो तर के गर्नु लाउन भनेर लिएर आएको कुरा ठिकै नभएपछि त चेन्ज त गर्न जानु पर्यो अनि म यो खानाहरू रेडी गरेर ट्याकटुक पारेर अनि उहाँ पनि आउनु भयो अनि ल जाउँ त्यो मैले तिमीलाई लगाउनु हुन्छ भनेर लिएर आएको लगाउनै पाएन भने त के मतलब भयो भनेर भन्नुभयो अनि त्यसपछि ल त अब जाउँ त त्यसपछि साटा लिएर खासै टाढा छैन भनेर यत्तिकै चल्देको बाइकमा पछाडी बसेर अनि गएर चेन्ज गरेर बजारमा एकछिन घुम्यौं सर उहाँलाई फेरि आँप यति मन पर्छ कि भन्ने वर्के आँप फर्के आमा त घरभरि आँपको बोक्रा देख दिमाग खराब भइसक्यो यो आँपको बोक्रा हैन यो फोर अब जहाँ पाए त्यही फाल्ने कुरा नि भएन भुसुना आउँछ कटर आँपहरु भनेको यस्तै हुन्छ नि अनि विशेष गरी फोर एकै ठाउँमा फालिरह्यो भने त्यहाँ भुसुना आउँछ अनि अर्काको बारीमा फाल्नु मलाई मन लाग्दैन आफू पनि अर्कालाई फोर नगर्दिने अर्काले गर्यो भने म सहन नसक्ने खालको छु कि म फेरि अलि छुची छु मान्छे चाहिँ अनि त्यसपछि त्यो फोहोर तलाउन नसकेर त्यस्तै आपत परिरहेछ बुढो फेरि आँपै लिएर आउने हेर्नु 30-35 किलो आँप हामीले खाएर सिद्धायो होला तै पनि यो मान्छेले आँप खाएर गएको छैन पसलमा पनि फेरि आँप दिएपछि आँप नकिनी भएन 200 रुपैयाँ किलो आँप किनेर लिएर आइयो 80 रुपैयाँ किलो पनि खाइयो 50 रुपैयाँ किलो पनि खाइयो अहिले आँप हुँदा 200 रुपैयाँ किलो भएछ यो 200 रुपैयाँ भन्दा पनि म चाहिँ पानी खाए पनि मोटाउने खालको छु उहाँ चाहिँ जति खाए नमोटाउने खालको भए पछाडि चाहिँ अनि उहाँलाई चाहिँ खानेकुरा देखेकै खाइहाल्न मन लाग्ने आफूलाई सकेसम्म खानेकुरा चाहिँ खान नपर्यो भने जस्तो हुन्छ खाना मिठो त कसलाई लाग्दैन र खाइ पनि हाल्छु तै पनि चाहिँ रेगुलर आँप भइसकेपछि अब आँपमा सुगर धेरै हुन्छ नि त अनि खाना नपरे पनि हुन्थ्यो नि नदेखेपछि त खाइँदैन जस्तो लाग्ने उहाँलाई चाहिँ फेरि कसो हुन्छ आँपै बोकेर आउनु परेको छ के गर्ने आँपको सिजन पनि कहिले गयो भने जस्तो हुन्छ मलाई पहिल्यैदेखि आँपको सिजन आए पछाडि चाहिँ म मोटाउँछु भन्ने नै हुन्छ क्या अगाडि किनकि उहाँ त्यसलाई त्यतिकै मनपर्छ बोराको बोरा आँप आउँछ है दिमाग खराब यस्तै छ साथीहरू अनि म यसरी आफ्नो चुरावाला साटेर आएँ अनि उहाँलाई मैले यो चाबी चाहिँ मैले वहीँ छोडेँ पसलमा भनेर ढाडिदिएको थिएँ लास्टमा ला खाइस् भने मलाई गाली गर्दै हुनुहुन्थ्यो अनि पछि चाहिँ म त्यस्तो गर्छु मैले आजसम्म कहाँ के लगेर छोडेको छ म त्यस्तो गर्छु म कम बाठी छु भनेर दिए चाबी उहाँले बाइकभित्र राख्नुभयो अनि खाना बनाउनतिर लागे साथीहरू मैले साटेको सामानहरू चाहिँ यस्तै थियो बोल्दा बोल्दै सासै अड्के जस्तो हुन्छ के हो एक
सासमा बोल्न पनि नसकिने अनि हेर्नु हामीले त्यहाँ आँप लिएर धेरै चाहिँ लिएर आएको होइन यो 2-3 दिनमा आँप यति यति आइरहन्छ कि आँपको सिजन पनि कहिले सक्ला जस्तो भइरहेछ अनि मेरो चाहिँ यो पानी झरीले गर्दाखेरि तोरी सुकाउन नपाएर भन्नुहुन्छ भने अनि तेल ल्याएर खानु पर्यो घरमा 50-60 किलो तोरी बाँकी छ तर पेल्न पाइएन यसरी तेल लिएर आएँ तर यो धारा तेल चाहिँ फेरि अलि राम्रो लाग्छ है पेलेको जस्तो एकदम राम्रो हुन्छ तपाईँहरू पनि ट्राई गर्न सक्नुहुन्छ कतिले त खानु पनि हुन्छ होला यही नै अनि मैले यसरी खाना बनाउन लागेँ दाल बसालेँ अनि अब यो बाँकी भिडियोहरू चाहिँ मेरो नेक्स्ट पार्टमा आउनेछ साथीहरू हेरेर रमाइलो गर्नुहोला ल यति नै हो मेरो भिडियो साथीहरू थ्याङ्क यू फर वाचिङ बाई बाई शुभरात्रि एभ्रिवान